तनावग्रस्त दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रियमा मरिससलाई 1-0 ले पराजित गर्दै नेपालले पाहुना टोलीलाई खाली हात घर फर्काएको छ। एक अफिसियल सहित 4 जनालाई रेड कार्ड देखाइएको खेलमा मरिसियस 9 र नेपाल 10 खेलाडीमा सीमित भएको थियो। नेपालका गोलकिपिङ प्रशिक्षक विकास मल्लले पनि रेड कार्ड खाएका थिए। नेपालले पहिलो खेलमा विमल घरती मगरको गोलमा 1-0 को जित हात पारेको थियो। लामो समयपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको मरिसस दुवै खेलमा हार नपुग्यो। नाटकीय पहिलो 15 मिनेटमा नेपालले 1 गोल गर्नुका साथै 1 पेनाल्टी बचाएको थियो। खेलको 10औं मिनेटमै नेपालले अग्रता लिएको थियो। डेब्युटेन्ट नवीन गुरुङले प्रहार गरेको कर्नरमा मरिसस डिफेन्सबाट आएको रिबाउन्डमा आशिष लामाको प्रहारलाई पुजन उपरकोटीले हलुका टस मार्फत ब्याक पास निकाल्दा सुजलले गोल लाइन नजिकैबाट गोल गरेका थिए। सुजलको यो तेस्रो अन्तर्राष्ट्रिय गोल हो भने उनले राष्ट्रिय टोलीका लागि 6 वर्षपछि गोल गरेका थिए। लगत्तै नेपालका लागि गोलकिपर तथा कप्तान किरण चेम्जोङले उत्कृष्ट ढंगले पेनाल्टी बचाए। दिनेश राजवंशीले एन्डी सोफीलाई बक्सभित्र लडाएपछि मरिससले पेनाल्टी पाएको थियो। सोफीले नै लिएको पेनाल्टीमा सही निर्णय गर्दै किरणले दायाँतर्फ डाइ बान्दै बल रोकिदिएका थिए। रिबाउन्डमा आएको बललाई सुजलले क्लियर गरिदिएका थिए। पहिलो हाफमा तेज तामाङको लामो दूरीको प्रहार थोरैले बाहिरिएको थियो भने एरिक बिष्टको फ्रीकिकमा दर्शन गुरुङको हेडर साइड नेटिङ भएको थियो। 61औं मिनेटमा सुजलको फ्रीकिकमा मनिष टाईको गोल लाइन नजिकैबाट गरेको प्रहार पोस्टमाथिबाट गएको थियो। 7 मिनेटपछि किरणले सोफीको सशक्त प्रहारलाई पञ्च गर्दै कर्नरका लागि पठाइदिएका थिए। तनावग्रस्त दोस्रो हाफमा अञ्जन बिष्टमाथि भएको फाउलका दौरान मैदानमा उत्पन्न तनावका कारण मरिसियसका एड्रियन बोटलर र नेपालका पुजन उपरकोटले दोहोरो पहिलो कार्ड पाएका थिए। यस्तै मैदानमा विवाद उत्पन्न भइरहँदा आक्रामक रूपमा मैदान प्रवेश गरेका गोलकिपिङ प्रशिक्षक विकास मल्ललाई पनि रेड कार्ड देखाइएको थियो। 79औं मिनेटमा मरिसियस 9 खेलाडीमा सीमित भयो। इमानुएल फुलचन्दले गौतम श्रेष्ठमाथि घातक फाउल गरेपछि दोस्रो पहिलो कार्ड खाँदै मैदान बाहिरिएका थिए। अतिरिक्त समयमा अञ्जनको प्रहारलाई मरिसियस गोलकिपरले छेकेका थिए भने रिबाउन्डमा विमल र मनिष टाङ्गीले गोल गर्न सकेनन्। उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई